चाहिँ म फराखान स्टाइलमा चिकन रोस्ट बनाउँदैछु। यसमा चाहिँ यसको लागि इन्ग्रेडिएन्ट्सहरु रेडी गर्दैछु। चाहिँ मैले बेसार, धुलो खुर्सानी, मिट मसला, ब्ल्याक पेपर अनि सल्ट हाले, ओइल पनि हाले। मेन इन्ग्रेडिएन्ट भनेको चाहिँ लसुन रहेछ। मैले चाहिँ लसुन र अदुवा खुर्सानी त्यसलाई मजाले ग्राइन्ड गरेर हाले। त्यहाँबाट सम लेमन अनि मस्टर्ड, पछि यसलाई मजाले मिक्स गर्ने। मैले यसमा देगी मिर्च हाल्न चाहिँ बिर्सेछु कि, अनि त्यही भएर पछि बल्ल सम्झेर हाले देगी मिर्च पनि। इट वाज फर कलर, स्पाइसीको लागि भन्दा नि यो चाहिँ कलरको लागि मात्रै हो। यतिको भएपछि चाहिँ हाम्रो मसला रेडी भइसक्यो। यो मसलालाई चाहिँ मजाले चिकनमा लगाइदिनु, उल्टाइ पल्टाइ सबै ठाउँमा। खानाले भनेको थियो कि चिकन रोस्ट होइन, तर यो मेरो लागि चाहिँ चिकन रोस्ट नै हो भनेको थियो कि। सो प्लिज डोन्ट कमेन्ट नेगेटिभ है। आई नो यो चिकन रोस्ट जस्तो त छैन, बिकज चिकन रोस्ट भन्ने बित्तिकै मजाले त्यो तातो तातो तेलमा डिप फ्राई गरेको वाला रोस्ट भनिन्छ। आई मिन चिकन रोस्ट। चिकनलाई चाहिँ मजाले मसला लगाएर रेडी भइसक्यो। चाहिँ फर्स्ट टाइम नै बनाएको हो क्या यो रोस्ट वाला चिकन। मलाई आइडिया पनि थिएन कि यो चिकन यसरी बनाउने भनेर। चिकन लिएर राखेको रहेछ, बट वेट गरिरहेको रहेछ क्या यो म्यारिनेट गर्नुको लागि। म्यारिनेट गरेर राखे भइहाल्थ्यो त, भिडियो हेरी भनेको। यो नुन मसलाहरू अट्कल नआउँदैन, त्यही भएर वेट गरेर बसेको रे क्या। यस्तो खतरा कन्टेन्ट बोकेर आइरहेको छु रे, भगवान के भन्ने होला। जे भने नि भइहाल्यो नासमा गरेर। त्यसपछि यता चिकन रोस्ट बनाउँदैछु। म चाहिँ ठिक्कको तेल हाले ठुलो कराईमा। यो चाहिँ पानीमा पकाउने हो नि त, त्यही भएर चिकनलाई चाहिँ फर्स्टमा यसरी फ्राई गर्ने। मसला त छोड्ने नै होइन भनेको थियो क्या त्यो फराखानको भिडियोमा पनि। त्यही भएर सब मसलाहरू सोरसार पारेर मैले पनि हाल्दैछु। चाहिँ बोथ साइड कुक गर्नुपर्छ। त्यो मसलाहरू चाहिँ मजाले एकछिन तेलमा फ्राई होस् भनेर। यसको काम भनेको केही पनि छैन। यसलाई चाहिँ मजाले पानी हाल्दिने चिकनको हाफ जति। यसलाई भनेको हामीले वेट मात्रै गर्नुपर्ने हुन्छ, लाइक 20 to 30 मिनट। जबसम्म आफूलाई चिकन पाकेको जस्तो लाग्दैन तबसम्म पकाइराख्ने। अर्को कुरा भनेको चाहिँ एकदमै सानो ग्यासमा पकाएर राख्ने रे। यसो गर्यो भने चाहिँ चिकनले मजाले सबै इन्ग्रेडिएन्ट्सहरू चाहिँ अब्जर्भ गर्छ रे, मिठो हुन्छ रे क्या टेस्ट। अर्को कुरा भनेको चाहिँ यो चिकनको चाहिँ मजाले पानी नै पुरै सोच्नु पर्ने हुन्छ कि, आई मिन सुक्नु पर्ने हुन्छ पानी। अब चिकन रोस्ट बनाए, अब यसको लागि स्पाइसी अचार त बनाउनै पर्यो। यो चाहिँ टोमेटोलाई चाहिँ मजाले फर्स्टमा बोइल गरे, डल्ले खुर्सानी, त्यसमा मसिनो गरेर लसुन पनि हालेको, सम सल्ट। त्यसपछि त यो दामी अचार रेडी हुन्छ। हजुरहरूलाई चाहिँ टिमुर पनि मनपर्छ भने यु क्यान एड टिमुर। मैले पनि थोरै एड गरेको थिएँ, जस्तो लिटल बिट। त्यसपछि त मिठो अचार इज रेडी। यता हाम्रो चिकन रोस्ट पनि रेडी भइसकेको छ। एकछिन के उता अचार बनाउन थालेको थिएँ है, यता त साइडको त मासु चुडेर पनि खाइसकेछ के। फेरि आफै भन्छ कि नराम्रो देखेको त्यो मासु चुडेर खाएर। सरी ल, भिडियोमा अब नराम्रो देख्ने भयो रे के। मलाई त कस्तो हाँस पनि उठिरहेको थियो कि एकछिन। ठिकै छ त होइन, अब एकछिनमा हो भने खाने नै हो, त्यही केही पनि छैन भनिदिएको क्या। बिचराको एकछिन सातो पुत्लो उड्यो जस्तो छ कि। त्यसपछि त हाम्रो चिकन रोस्ट इज रेडी। मैले फर्स्ट टाइम नै बनाएर खाएको हो नि त यो पानीमा बोइल गरेको चिकन रोस्ट। बी अनेस्ट मलाई मिठै लाग्यो, बट सोचेको जस्तो चाहिँ भयो, एकदम मिठो। र अचारले गर्दा चाहिँ सही दामी भयो। ट्राई